हेलो साथीहरु, आज हामी कुरा गर्दैछौं सिजर्सको बारेमा, जसलाई हामीले सामान्य भाषामा फिट्स, मिर्गी रोग, छारे रोग अथवा झट्का आउने रोग पनि भन्छौं। र जसलाई सुन्न साथ एउटा नर्मल व्यक्तिले चाहिँ यस मान्छेलाई त भूत लाग्यो कि अथवा जुत्ता सुँघाउन थाल्ने हो कि तान्त्रिक बोलाउने हो कि फुकझाड गर्ने हो कि अथवा त्यो मान्छेलाई लट्ठी देखाउन थाल्छन् हो, यी सबै हामीले गाउँघरमा देखिने कमन क्लासिक नेपाली जुगाडहरू कहिले पनि काम लाग्दैनन् जो मान्छेलाई सिजर आएको छ। वास्तवमा सिजर भनेको के हो त? सिजर भनेको जसरी हामी हाम्रो दिमागमा जुन नसाहरू हुन्छन्, न्युरोन्सहरू हुन्छन्, तिनी आपसमा एक्कासी एकदम धेरै स्टिमुलेट हुनु र त्यो त्यसले नै निकाल्ने जुन समस्याहरू हुन्छ त्यसैलाई नै हामी सिजर्स भन्छौं हैन। अब सामान्य बुझ्दाखेरि हामीले चाहिँ एउटा जस्तो हाम्रो टिभीमा एक्कासी चाहिँ टिभी बन्द भएर झिमिक 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 गर्छ हो, त्यतिखेर चाहिँ हाम्रो टिभी हाम्रो कन्ट्रोलमा पनि हुँदैन, रिमोट चलाउँदाखेरि टिभीले काम गर्दैन हो। त्यस्तै गरी दिमागमा पनि एक्कासी इलेक्ट्रिकल स्ट्रोम जस्तो आउँछ। खास सिजर्स किन हुन्छ त? यसका कारणहरू के त? अब एउटा त आफैमा एउटा सिजर आउने रोग भनेपछि एपिलेप्सी भन्छ हैन, जसलाई चाहिँ हामीले सामान्य बुझाइमा छारे रोग अथवा मिर्गी जसलाई हामीले भनेर बुझ्छौं हो। त्यो भनेको चाहिँ दिमागको विद्युतीय तरङ्गहरू, सिग्नलहरू, सिस्टमहरू कमजोर भएर जाँदा बारम्बार एउटा मान्छेलाई, एउटा पेशेन्टलाई बारम्बार सिजर लगातार आइराख्नुलाई चाहिँ हामीले चाहिँ त्यो कन्डिसनलाई एपिलेप्सी भन्छौं। कहिलेकाहीँ अब टाउकोमा चोट, मस्तिष्कमा चोट लाग्यो, अब कसैको एक्सिडेन्ट भएर अथवा छतबाट लडेर अथवा जति पनि यो बाइक चलाउँदाखेरि हेलमेट नलाएर हिरो बन्ने मान्छेहरू हो, तिनीहरूलाई यस्तो समस्या हुन सक्छ। त्यसैले सतर्क हुनु पर्यो। अर्को चाहिँ स्ट्रोक, जसको हामीले बारम्बार कुरा गरेका छौं। स्ट्रोक मस्तिष्कघात अथवा प्यारालिसिस विशेष गरी अब ओल्डर एजमा देखिने कुरा हो है। सँगैसँगै बच्चाहरूमा पनि कहिलेकाहीँ सिजर्सको समस्या आउन सक्छ, जसलाई हामीले फेब्राइल सिजर्स भन्छौं। सानो बच्चामा ज्वरो एक्कासी आउन थाल्यो भनेपछि ती केही बच्चाहरूमा चाहिँ यस्तो झट्का आउने रोग चाहिँ हुन सक्छ। कहिलेकाहीँ शरीरमा कुनै सुगरको मात्रा, ग्लुकोजको मात्रा एक्कासी कम भइदिनु अथवा नुनहरूको मात्रा, सोडियम, क्याल्सियम, म्याग्नेसियम यस्ता कुराहरूको मात्रा एक्कासी कम हुनु अथवा बेसी हुनु, त्यस्तो कारणहरूले पनि कहिलेकाहीँ सिजर्सहरू आउन सक्छ। आउँदाखेरि मान्छेलाई चाहिँ एक्कासी काम्न थाल्नु हैन, होस हराएर जानु, काम्न थाल्नु, मुखबाट र्यालहरू आउनु, जिब्रो टोक्नु अथवा दिशा पिसाब नै कपडामा छोड्नु हो, त्यस्ता लक्षणहरू हुन सक्छन्। अब खासमा मैले यो भिडियो बनाउँदाखेरि मान्छेहरूलाई कतिसम्मको मिसकन्सेप्सन छ भनेर यो भिडियो बनाउन खोजेको। खास अब एउटा मान्छेलाई, कसैलाई सिजर्स एक्कासी आयो, हामीले सडकमा देख्यौँ एउटा मान्छेलाई सिजर आयो भने मान्छेले के गर्छ भन्दाखेरि यसलाई त जुत्ताको बासी सुँघाउने भनेर ठिक हुन्छ भनेर। हैन भाइ, यो सिजर आएको मान्छेको नाकमा जुत्ताको गन्ध पुर्याएर नाक छोपिदिएर यो यस्तो अस्त्र प्रयोग गर्नुभन्दा बिरामीलाई आइसियु पठाउनु बढी सेफ हुन्छ, हस्पिटल पठाउनु बढी सेफ हुन्छ। यो झन् घाँटीमा श्वास प्रश्वासमा प्रब्लम ल्याउन सक्छ र ब्रिदिङ पनि बन्द हुन सक्छ हो। त्यसैले यस्ता कुराहरू चाहिँ गर्नु हुँदैन। सेकेन्ड टाइपका मान्छेहरूको रेस्पोन्स के हुन्छ भने, ओहो यो मान्छेलाई त भूत लाग्यो क्या हो, हैन अब त तान्त्रिक बोलाउनु पर्यो, फुकझाड गर्न पर्यो, फुकझाड यसको इलाज हो भनेर। हैन, हवन गर्न लाउने, फुकझाड गर्ने भनेर यसको चाहिँ उपचार हैन। मानिसलाई सिजर आयो भने सबैभन्दा फास्ट सर्भिस भनेको अब डाक्टर त जहिले पनि ढिलो हो, हस्पिटल जहिले पनि ढिलो हो, एम्बुलेन्स जहिले पनि ढिलो हो, तर तान्त्रिक र फुकझाडको कुरामा चाहिँ सबभन्दा फास्ट हो हामी हैन। त्यसैले दिमागको मेडिकल प्रब्लमलाई यो भूतप्रेतको परिभाषा चाहिँ नदिनु होला हैन। अर्को किसिमका मान्छेहरू जसलाई कोही मान्छेलाई सिजर आयो भनेपछि एक्कासी यसको दाँतहरू पनि च्यापिन्छ, जिब्रो पनि टोक्छ हो। त्यो नगर्दाखेरि ओइ छिटो छिटो यसलाई यसको मुखमा चाबी हाल, यसको मुखमा औला हाल अथवा केही चाहिँ चम्चा हाल हो, त्यस्तो चाहिँ कुराहरू चाहिँ गर्नु हुँदैन। कहिलेकाहीँ यसले गर्दाखेरि दाँतहरू भाँचिन सक्छ र त्यो भाँचिएको दाँतहरू त्यो झन् मुखमा गएर फोक्सोसम्म पुगेर सास प्रश्वासको समस्या गराइदिन सक्छ। यस्तो कुराहरू पनि गर्नु हुँदैन। अर्का किसिमका मान्छेहरू यसलाई चाहिँ के गरे, यसले ड्रामा गरे हो कि अथवा चाहिँ हैन यसलाई त तानेर उठाएर 2-4 जना लागेर त्यसलाई तानेर उठाएर चाहिँ स्ट्रेट कुर्सीमा बसाउन चाहिँ खोज्छन्। त्यसो बसायो भने त मान्छेले त जो बिरामी छ त्यो त WWE गरे जस्तो देखिन्छ हो। उसलाई चाहिँ आराम गर्न दिनुपर्ने हुन्छ। त्यस्ता मान्छेलाई यस्तो उठाएर जबरजस्ती बस्न लाउने त्यो चाहिँ गर्न हुँदैन। खासमा के गर्ने त? रियल फर्स्ट एड के त हो?
जो मान्छेलाई तपाईँले यसरी भेट्नुभयो सिजर आएको त्यस्ता मान्छेलाई पहिला त सेफ साइडमा राख्ने। हुनसक्छ त्यो एक्सिडेन्ट भएको ठाउँमा सडकको किनारमा चाहिँ भइरहेको छ त्यसलाई चाहिँ साइडमा ल्याउने अथवा चाहिँ सेफ जोनमा चाहिँ ल्याउने। टाउको पछाडि चाहिँ अब झट्का आएर यो टाउको कहिलेकाहीँ ठोकिन सक्छ भुइँतिर हो, टाउको तर चाहिँ कुनै नरम कपडाहरू, ज्याकेट, सल जे छ तपाईँसित, ब्याग जे छ त्यो राखिदिने। अर्को चाहिँ मुखमा चाहिँ केही पनि नराख्ने, मुखमा चाहिँ केही पनि नराख्ने सबभन्दा महत्त्वपूर्ण हो। त्यस्तै कुराहरू कहिलेकाहीँ राख्दाखेरि कहिलेकाहीँ त्यो भाँचेर एस्पिरेट गरेर फोक्सोसम्म पुग्ने हुन्छ, झन् गाह्रो जटिल सिचुएसन बनाउँछ। उसले लगाएको कपडाहरू एकदम टाइट छ, घाँटीको चाहिँ यो अब टाईहरू छ, सर्टहरू छ, प्यान्टहरू छ, त्यो कपडाहरू चाहिँ अलिकति लुज बनाइदिने, मान्छेलाई हावा आउने चाहिँ अलिकति सजिलो हुने बाटो बनाइदिने। टाइट कलरहरू चाहिँ खोलिदिने, स्कार्फ छ, टाई छ, त्यस्ताहरू चाहिँ लुज गरिदिने। अर्को सबभन्दा इम्पोर्टेन्ट भनेको चाहिँ मान्छे जोलाई झट्का आइरहेछ त्यसलाई चाहिँ एकातिर कोल्टो फर्काइदिने, लेफ्ट साइडमा कुनैतिर चाहिँ कोल्टो फर्काइदिने, जसले गर्दाखेरि उसले निकालेको जुन फिज हुन्छ, मुखबाट निकालेको रियल फिजहरू, थुकहरू हुन्छ, कहिलेकाहीँ भमिटहरू पनि हुनसक्छ हो, त्यो कुराहरू सड्केर फोक्सोतिर नजाओस् भनेर त्यसलाई बचाउने। र मान्छेलाई चाहिँ युजली कुनै पनि सिजर विदिन सेकेन्ड्स टु मिनटसम्म चाहिँ हुन्छ हो, त्यसलाई चाहिँ हामीले कम्तीमा 5 मिनटसम्म वेट गर्ने, कल फर हेल्प, मान्छेलाई हेल्प गर्नलाई बोलाउने, इमर्जेन्सी लाने व्यवस्था गर्ने, एम्बुलेन्स बोलाउने व्यवस्था गर्ने। र यदि तपाईँसँग अरू पनि कुनै मान्छेसँगै हुनुहुन्छ भने एकजनाले त्यो भइरहेको सिनेरियोको चाहिँ भिडियो चाहिँ बनाउनु पर्ने हुन्छ। भिडियो बनाउन किन जरुरी छ? तपाईँले त्यो भिडियो उठाएर टिकटकमा पोस्ट गर्नलाई होइन कि त्यो भिडियो बनाएर तपाईँले डक्टरलाई देखाउन सक्नुभयो भने डक्टरले त्यो कुन भागबाट, कहाँबाट, के कारणले त्यसरी झट्का आएको, वास्तवमा झट्का हो कि मृगी हो कि होइन, सिजर हो कि होइन, त्यो छुट्याउनलाई र सही उपचार गर्नलाई मद्दत चाहिँ हामीलाई पुर्याउँछ। यस्तो खण्डमा कहिलेकाहीँ मान्छेहरू एकदम बेहोस भइरहेको खण्डमा मान्छेले त्यसलाई ग्लुकोज पानी खुवाउन खोज्ने, चिनी पानी खुवाउन खोज्ने हो, त्यस्तो कुराहरू पनि चाहिँ गर्नु हुँदैन। त्यसले झन् एस्पिरेसनको रिस्क र यस निमोनियाहरूको रिस्क झन् जटिल बनाउन चाहिँ सक्छ। कुनै व्यक्तिलाई यदि सिजर आइरहेको छ भने हामीले चाहिँ डक्टर अथवा हस्पिटलमा कहिले सम्पर्क गर्ने भन्दाखेरि यदि कुनै व्यक्तिलाई त्यो पहिलो एपिसोड अफ सिजर हो, फर्स्ट सिजर हो लाइफको उसको, अथवा कोही मान्छेलाई 5 मिनटभन्दा लामो सिजर आइरहेछ, कन्टिन्युस सिजर गरेको छ, झट्का आइछ, अथवा चाहिँ त्यो झट्का आएको बिचमा ग्याप पनि छैन, एउटा सिजर आइछ बिचमा पज पनि भएको छैन, रोकिएको पनि छैन, ग्याप पनि छैन हो, त्यस्तामा। अथवा चाहिँ कोही मान्छेलाई हेड इन्जुरी भयो, टाउकोमा चोट लाग्यो त्यसपछिको सिजरलाई, अथवा प्रेग्नेन्ट महिलाहरूमा पनि कहिलेकाहीँ झट्काहरू आउन सक्छ। कहिलेकाहीँ सानो बच्चामा ज्वरो आए पछाडि पनि झट्काहरू आउन सक्छ हो। यी सबै कुराहरू भयो भने तुरन्तै नजिकको अस्पतालमा डक्टरकोमा लानुपर्ने हुन्छ। र सिजर आएको बेलामा तपाईँहरू साथीहरू के गर्न सक्नुहुन्छ भने तपाईँ त्यो टाइमको हिरो चाहिँ कसरी बन्न सक्नुहुन्छ भनेपछि तपाईँहरूले चाहिँ त्यो मान्छेलाई सेफ साइडमा ल्याउने, त्यसको मुखमा केही पनि चाबी नहाल्ने, चम्चा नहाल्ने, औँला पनि नहाल्ने र त्यो मान्छेलाई चाहिँ जुत्ता सुँघाउने, मोजा सुँघाउने कार्य नगर्ने र तान्त्रिकहरूलाई चाहिँ पनि नबोलाउने र तुरन्तै मेडिकल हेल्पको लागि चाहिँ कल गर्ने हो। त्यति गर्दैमा तपाईँले चाहिँ त्यो टाइमको लागि तपाईँ चाहिँ हिरोइक जब नै गर्नुभएको हो भनेर बुझ्नुहोस्। र यो जानकारी यदि तपाईँलाई हेल्पफुल लाग्यो भने तपाईँले लाइक गर्नुहोस्, सेयर गर्नुहोस् र कमेन्ट गर्नुहोस् र मेरो युट्युब च्यानल मेड टक्स विथ डक्टर आजमलाई चाहिँ फलो गर्नुहोस्। हस्त धन्यवाद।